उसैहरु फेरि अब 10 वर्षपछि हिडियो गर्दै 4 दिनसम्म खाइयो एक थल पर पुगेर आउन त एक्लै Hello everyone, namaste. Welcome back to our channel Insane Duo. ना फेरि पनि हामी तपाईहरुलाई स्वागत गर्दछु म कि उसैहरु फेरि अब 10 वर्षपछि हिडियो गर्दै घुम्नलाई अनि सँगै लिएर जाने अब तिमीहरुलाई सबैजनालाई हजुरहरुलाई तपाईहरुलाई सबैजनालाई सँगै लिएर जाने ल यति भन्दै हामी अब बिच घरि गाडीमा भेट्छौं घरि कहाँ भेट्छौं थाहा छैन हामीलाई पनि क्यामेराम्यान हो त्यही भएर बाइ 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 सारीमा लजाउने मलाई नलैजाऊ मलाई सिटिस बारीमा जियोको रातमा जुनेली रातमा तिमी सौसाथमा गरी गरी ट्रेकर तर किन बोक्नु र स्विमिङ त यहाँ हैन नि त केप बीचमा सो हामी फाइनली हामीले त अघि इन्ट्रोमा भन्ने बिर्सेछु नि त कहाँको हामी खासमा भनेर त सस्पेन्स भयो त हामी त कायम जर्बिसवे यो चाहिँ हाम्रो अक्सिसाइड हो हैन हाम्रो आजको स्पोन्सर कैसा लगा मेरा मजाक सपनामा more is please let's do one thing watch this video and then sponsor us okay let's go हिँड्नु चाहिँ आउनु छैन यसरी हिँड्छु अनि बात तो सही है नेसनल पार्क जित्ने बित्तिकै डिटेक्टेड भनेर हामी खानपिन गरेर भोगले 4 दिनसम्म खाइयो एक थल अर्डर पनि के गरियो अनि खाएर अब जाँदैछु जङ्गल के अरे होल इन द वाल त्यहीँ जाँदैछु यो सबै रुख हो अनि यो जङ्गल हो अनि म जङ्गलको चुरेली हो सही बात तारा अरे दुष्टि नारा कस्तो लाग्यो त यो बीच अरु जस्तै बीच छ नर्मल एकदम बेसिक अलिक वाइट खालको स्यान्ड छ त मात्रै अनि यो सीविडहरु बाहिरसम्म आएको रहेछ हेर्नु त अनि यहाँ चाहिँ मेनली We are here. Cape Beach. जाँदैछौँ हामी त कति धेरै नेचर वक गरिरहेको छ क्या नि कस्तो लाग्दैछ त नेचर वक गरेर नेचुरल जस्तो फिल भइरहेको छ पीस सब हामी कहाँ आएको छौँ ए यो के हो योमा आएको छौँ लाइट हाउस आएको छौँ यतै हो यहीँदेखि जानुपर्ने लाइट हाउस आएको छौँ यो जर्बिसमा अल्छी लागिसक्यो अल्छी लाग्दै यो ओभर रेटेड हो है गाइस नआए पनि हुन्छ यो सिडनीबाट त यत्रो टाढा आएर त यही ठाउँ त के आइरहेको बिचै जाने बिचै मात्र रहेछ अहिलेसम्म जहाँ गयो नि पानी देखिन्छ लास्टमा सक्यो खतम
जङ्गल चाहिँ रमाइलो छ यताको त्यतिमा एकदम कसलाई नेचर मनपर्छ भने चाहिँ सरी आयो हुन्छ त्यस्तो मलाई नेचर पनि मनपर्छ मलाई पानीमा गयो भने पानी पनि मनपर्छ म पहाडतिर गयो भने पहाड नि मनपर्छ पहाड त नेचरमै पर्छ त्यही पनि घटे पर्छ भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी Where are you right now? Cape Beach in Jervis Bay. पर पुगेर आउन त एक्लै लु हिँड नि त हिँड लु दुईजना भयो भने त गइहाल्छ अब गइहाल्छ क्या ऊ के हुन्छ र अनुभव गएर चेक गरेर आऊ साँप हुन्छ कि त ल हेर एकचोटि यता त्यही हो लाइट अफ लाइक इट ओके यसो रमाइलो लागिरहेको छ अल्छी लागिरहेको छ त्यो सुनसान ठाउँ रहेछ क्या 4 घन्टा सिडनीदेखि 4 घन्टा बिहान बिहानै उठेर चाहिँ बरु मस्त निदाइन्थ्यो कतैको आराम होइन ब्रेकफास्ट खान गइन्थ्यो 58मा घरमा आएर मासु भात खाइन्थ्यो फिल्म हेरिन्थ्यो 2 घन्टा तर अब गएर पनि मासु भातै खाइँदैछ त मासु भात अब त प्रोवाले खाइँदैछ कि तर पनि तर anyway, यो आउनु पनि त भन्थ्यो नि त यो ठाउँ नआएको थियो भने थाहा हुँदैन थियो अल्छी लाग्दै थियो भनेर थाहा भयो एउटा 360 हान्नु न ए उठ यो This looks scary. It is spooky. We got stuck in the middle of nowhere. के बनाएको नि यो गाडी बिग्रेर टेन्सन We are in the middle of nowhere भनेको त हो हाइवेमा छौँ थ्याङ्क गड एउटा रोड साइड एसिस्टेन्ट आइदिइहाल्यो 20 मिनटमै झन्डै यहाँ आएछौँ हामी थाहा छ त्यो अघि भएको ठाउँमा भएको भए गाह्रो हुने रहेछ यसलाई झन् 20 मिनट एक्स्ट्रा लाग्दो रहेछ यहाँ त यहीँ एक्जिट रहेछ क्या यसो गरेर घुमेर 2 मिनटमा आएछ नि होपफुली छिटै घर पुगिन्छ होप त्यही होस् बनाउन मान्छे पछाडि आइसकेको छ भाला कस्तो लाग्यो एकछिन रेस्ट चाहिएको थियो गाडी बसेर होइन के गर्यौ त नि सुत्यौ एकछिन अहिले चाहिँ लड्यौ तर अब मान्छे आइसक्यो यो अब हामी घर जानु पाउँछौँ छिटो छिटो घर गएर पनि हामी फेरि फाडी होइन सुभाष भाइ आँती सकेको एकछिन रुन हालेको झन्डै मेकानिक भइसकेको यो भयो त्यो भयो दिँदै त्यो बिचमा पानी गऱ्यो भने यस्तो हुन्छ गाडीमा फाइनली हाम्रो गाडी फिक्स भयो अब वी आर गोइङ सो हामी अब घर आइपुग्यौँ हामी एकदम टायर्ड भएको छौँ कहाँ टायर्ड छु म बडा एनर्जेटिक छु अब हामी एनर्जेटिक भएर नुहाउँछौँ अनि सुत्छौँ सो थ्याङ्क यू फर वाचिङ प्लिज सब्सक्राइब आवर च्यानल लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् यदि इच्छा लाग्यो भने बाई बाई